ब्रेकिङ न्युज नेपालीहरूको लागि खुसीको कुरा लिएर आएको छु गाइज। यदि नेपाल जान चाहनुहुन्छ भने अब कसरी नेपाल जाने छु गाइज। दोहा, काठमाडौँ लगायत विभिन्न देशहरूमा जानको लागि एयर स्पेसहरू बन्द भइरहेको छ र फ्लाइटहरू सस्पेन्ड भइरहेको छन्। अब हामीहरू नेपाल जानको लागि सौदी हुँदै नेपाल जान सक्नेछौँ गाइज। नेपाली दूतावास दोहा कतारले एउटा सूचना जारी गरेको छ आज फागुन 30 गते। अब नेपाल जानको लागि यहाँ लेखिएको छ, मैले तपाईँलाई स्क्रिनमा पनि राखिदिएको छु। मध्यपूर्वको वर्तमान परिस्थितिको सन्दर्भमा साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल जान चाहने वैध आवासीय अनुमति पत्र कतार आइडी भएका कतारमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई दोहा स्थित तासिर सौदी भिसा सेवा केन्द्र मार्फत पर्यटन भिसा आवेदन दिनका लागि अपोइन्टमेन्ट बुक गर्नुपर्नेछ गाइज। अनि त्यसको लागि भिसा सेवा केन्द्र अजदान मल अल धरापामा रहेको छ, त्यहाँ गएर हामीले अपोइन्टमेन्ट बुक गर्नुपर्ने हुन्छ। त्यसपछि सौदी हुँदै नेपाल जान सकिनेछ गाइज। यस्तै भिडियो हेर्नको लागि फलो गर्नुहोला, च्यानललाई लाइक सब्सक्राइब गर्न नबिर्सनुहोला। थ्याङ्क यू वाचिङ माई भिडियो।